पशुपतिनाथ भगवान को, धरती माता को, सनातन धर्म को, राम को, धाम को, गंगा आरती दिव्य लाभ लियौँ र हजुरहरूले पनि यो गंगा आरती यहाँको व्यास नगरपालिका व्यास गुफाको लिनु होला र हामीसित दामोदर गुरु हुनुहुन्छ जो यस व्यास गुफाका महन्त पनि हुनुहुन्छ। गुरुदेव स्वागत छ यहाँलाई हाम्रो धार्मिक जय भागवती टेलिभिजनलाई। सर्वप्रथम आराम हुनुहुन्छ, कसो छ, के छ हालखबर, सन्चो बिसन्च होइन? पहिला शरीर खलधर्म माध्यम पहिला शरीर ठिकाउनु पऱ्यो होइन, अनि सबै थोक गर्नु पऱ्यो होइन गुरुदेव। खास गरी व्यास गुफा तनहुँ जिल्लामा रहेको व्यास नगरपालिका वार्ड नम्बर कति, वार्ड नम्बर 3मा छ हामी विशेष गरेर, र विश्वमै चर्चा छ व्यास होइन, 4 वेद 18 पुराणको सबै छ। खास गरेर अब हामी बाहिर मान्छेकोले हेर्नु र ज्ञान आर्जन गर्नु हजुर यही तपोको यहाँ यही तप गरेर विशेष गरेर हाम्रो संसारैभरि छरिएर बसेका सारा वैदिक सनातनी धर्मावलम्बीहरू विशेष गरेर हाम्रो जय भागवती टेलिभिजनमा र उहाँहरूको लागि यस ठाउँको सन्देश होइन, व्यास गुफा यहाँनिर रहेछ, यो प्रकृतिको रहेछ होइन, व्यासजीले यहाँ साधना गर्नुभएको होइन, ज्ञान आर्जन भएको यो बारेमा हाम्रो जय भागवती टेलिभिजनका दर्शकहरूलाई केही हजुरका बाणी सुन्नु। कल्याण हाम्रो सम्पूर्ण वेदना प्रतिष्ठान यो सबैको हो। यहाँ के भन्छ भने यसै निश्वासितम वेदा यो वेदेभ्यो अखिलम जगत। यो सृष्टिको सुरुवात कसरी भयो, यो सुरुवात गर्ने जुन विधान, जुन भगवानको सङ्कल्प एउटा पुराण निस्क्यो, सङ्कल्प निस्क्यो दृढ, त्यो नै हो, त्यो विधान नै हो वेद। त्यो विधान नै हो, त्यो विधान नै हो वेद। त्यही वेदको नीतिबाट सारा सृष्टि चलिरहेको छ। सूर्यलाई कहाँ राख्ने, चन्द्रमालाई कहाँ राख्ने, कति जल बनाउने, कति प्राणी बनाउने, सारा कुराको सुरुवात वेद भएको हुनाले हाम्रो वेद अनादि भने। यो अहिले अरू धर्महरू पछि आएका हुन्। वेद यो भगवानको यो सृष्टिभन्दा अगाडि नै उत्पत्ति भएको सङ्कल्प हो, त्यो हृदयबाट निस्केको सङ्कल्प हो। त्यो विधानलाई नै वेद बनाइयो, वेद भयो। त्यो वेदले भनेको कुरा जसले मान्दछन् कि मुक्ति भएर स्वर्गमा बस्दछन्, भगवानलाई प्राप्त गर्छन्। जसले वेदलाई, वेदको नीति मान्दैनन् तिनीहरूले हर प्रकार दुःख सहनुपर्छ। दुःख जन्म जन्म मरण, जन्म मृत्यु मरण भइरहन्छ। त्यसकारण त्यस्तो भनेर हामीलाई एउटा विधान दिनुभयो, त्यो आचार मानौँ। त्यस्ता पुण्य भूमिमा हाम्रो वेदले स्वीकार गरेको भूमिमा त्यहाँ हाम्रा देवता ऋषिहरू महर्षिहरूले जहाँ तपस्या गरे, जहाँ योग गरे, जहाँ तपाईँको चाहिने त्यो शास्त्रको वर्णन गरे, त्यो भूमिलाई नै हामीले उत्तम मानेको छौँ। त्यसकारण यहाँ हाम्रो वेदमै विधान भएको अनुसार एउटा यो वेदको व्याख्या गर्ने एउटा महापुरुष चाहिन्छ भनेर भगवानलाई पहिले थाहा थियो र त्यही वेदमा लेख्नुभयो। व्यास पद भनेर राख्नुभयो। त्यो पद अहिले राखेको पद होइन, त्यो पद कसैले पनि लिन सक्दैन। अहिले जतिसुकै विद्वान होस् तर त्यो पद लिन सक्दैन, किन त्यहाँ भगवानले त्यो वेदमा लेखिसक्नु भएको छ यो यसरी आउनेछ भनेर। पहिले सृष्टि गरिसक्नु, त्यसपछि अरू सृष्टि भयो, त्यही हो। त्यसमा वेद भनेको तपाईँको यो संसारको विधान हो। खास गरी वेदको बिउ जुन यही देशमा रोपियो, अर्थात् हिमालय क्षेत्र नेपालको तनहुँ जिल्लाको व्यास गुफा, यहाँबाट सृष्टिलाई यसरी लैजाने भनेर वेदमा परिणत गर्यो। यो हामीले 28 व्यास आयोसम्म हाम्रो यो वेदमय प्रतिष्ठानको यसमा मैले अनुसन्धान गरेँ। धेरै भारत नेपालको 5 वर्ष भ्रमण गरेर जाँदाखेरि हजुरको मानसरोवर जाने बाटो कैलाश, त्यो ताक्लाकोट भन्छ, त्यहाँदेखि यतापट्टि हाम्रो नेपालको बोर्डरमा चाहिँ त्यहाँ व्यास गाविस भन्ने छ, जो इन्डियाले छापेको जमिन छ। त्यहाँ अलि हाम्रो सीमा मिचिएको छ। त्यहाँ तपाईँको एउटा ढुङ्गोमा व्यास भनेर पूजा गर्ने चलन अहिले पनि छ। त्यहाँ गएर मैले पनि दर्शन गरेँ, पूजा गरेँ। त्यहाँ कुन व्यास जन्मे त भनेर मैले काशीमा गएर सल्लाह गर्दाखेरि त्यहाँ जातुकर्ण व्यास जन्मनु भएको रहेछ। यसरी चाहिँ गएको चाहिँ भारतका धेरै ठाउँमा र अनि श्रीलङ्कामा पनि व्यासको जन्म भएको, इन्डोनेसियामा जन्म भएको, धेरै जिल्लामा अरू अन्य देशमा भएको रहेछ।
अहिलेको व्यासको चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ श्रेय के छ भने त्यो दिव्य व्यास भनेर भनिन्छ। व्यास वेद त्यो किन दिव्य भयो भने सबैले सुर्ती बनाए वेदलाई, सुनेको कुरा बताउँदै आउनुभयो हो, आफूले जे सुने त्यही कुरा बताइदिनु भयो ऋषिहरूले। तर उहाँले के गर्नुभयो, अब कलिमा यसको रूप बदलिन्छ, यो झुटा पनि हुन जान्छ, यसलाई निश्चित गर्नु पर्यो भनेर भगवान श्रीकृष्णको जन्म कुरुक्षेत्रमा भयो, मथुरा वृन्दावनमा भयो। उहाँले धर्मको रक्षाका निमित्त लडाइँ गर्नुपर्ने, मान्छे मार्नुपर्ने, प्राणी हत्या गर्नुपर्ने, हाम्रो वेदले प्राणी हत्या नगर्ने भन्छ, गर्न पाइँदैन भन्छ। अब मिलेन नि त, जोर मिलेन नि, त्यस कारण के गर्नुभयो, भगवान कृष्णले त्यही आफ्नै रूप लिएर यहाँ चाहिँ व्यासलाई जन्म दिनुभयो। यहाँ व्यासलाई जन्म दिनु, ल तिमीले व्यास पैदा गर भनेर ऋषिलाई चाहिँ उद्बोध गरिदिनु भयो, आकाशवाणी गरिदिनु भयो र त्यो आकाशवाणी भएर व्यास पैदा हुनुभयो उहाँको सृष्टिबाट। अनि भगवान व्यासमा यति शक्ति थियो, त्यो युद्धमा गयो भने उहाँले युद्ध जित्नुहुन्छ। तर उहाँ जानु भएन, किन? उहाँले वेद लेख्नु छ, उहाँले युद्ध गरेर धर्मको रक्षा गर्नु छ। किन तिमी यहाँ नआउनु, तिम्रो केही उपदेश हामी लिन्छौँ भनेर एकचोटि जानुभएको थियो, कृष्ण भेट्न जानुभएको थियो व्यासलाई। तर उहाँले मनाइ गर्नु, उहाँको भित्र अन्तरमा भएर अनि व्यास जानु भएन, यहीँ बसेर लेख्नु, मार्न लेख्नु भयो। अहिंसा सुनिता वाणी सत्यम सौचौँ दया क्षमा, यो हुनुपर्छ हाम्रो वेदमा। अश्वत्थामाले ब्रह्मास्त्र होइन 4 वेद 18 व्यासले रचना महाभारतको अन्त्यपछि अश्वत्थामा यही तपोभूमि यही भयो। सर्वप्रथम 4 वेद 18 पुराण रचना गरी कृष्ण द्वैपायन भनेको पनि त्यहाँनिर कृष्ण भगवानको अवतार र यो चाहिँ अवतारलाई मिल्छ। त्यस कारण त्यो वेद बनाउनुलाई, यो संसार सृष्टि चलाउनुलाई, यो निरन्तर यो संरचना चलाउनको लागि भगवानले खेलेको रोल हो। त्यो वेदको व्याख्या गर्ने महापुरुष नै अहिले हाम्रो विधानको व्याख्या गर्ने महापुरुष को सर्वोच्च अदालतको न्यायाधीश हो, अरूले सक्दैन। त्यस्तै यो विश्वमा वेदको व्याख्या गर्ने को भन्दा वेद व्यास हो। त्यस कारण त्यो व्यासको चाहिँ जन्मभूमिमा हजुरहरू आएर खास त्यो प्रचारसँग एउटा फेरि मैले के छ भने यो व्यास तपोभूमि होइन, सारा संसारले विश्वले यहाँ चिन्छ होइन। व्यासको कहाँ भयो, 4 वेद कहाँबाट रचना भयो, 18 पुराण कहाँबाट रचना भयो होइन, यो सबैले जान्दछ प्रायः जसो होइन। अब सबै देशमा अब रसियाले होइन, जर्मनले, अरू देशले चाहिँ वेदलाई अनुसन्धान गर्दैन होइन। त्यसबाट एक-एकवटा रिचा लिएर के छ भन्ने कुरो उनीहरूले अनुसन्धान गरे। तर यही देशमा जन्मिएको, यही ठाउँमा जन्मिएका हामी पनि नेपाली हौँ, जस्तै यो क्षेत्रमा जन्मेको हामीले प्रचार गर्न नसकेको हो कि नजानेको हो कि सरकारसम्म नपुगेको हो कि हाम्रो बोली कम भएको हो कि के हो त बुझ्यौ? यो खास गरेर हामी त्यो पवित्र भूमिमा जन्मेका छौँ, तपोभूमिमा जन्मेका छौँ। हामीले एकचोटि पाइला यहाँ टेक्दा पनि हामीलाई दिव्य लाभ हुने क्षेत्र छौँ। असाध्यै राम्रो भने यो हजुरको किन यस्तो भएको भने एउटा त बत्ती मुनि अँधेरै हुन्छ हाम्रो, हामीले हेर्दा पनि देखिन्छ, अँधेरै देखिन्छ। जहाँ जुन वस्तु छ नि त्यो उज्जवल छ नि, त्यसैको सामुन्ने अज्ञान देखिन्छ क्या, त्यस्तो हुन्छ। मानिस जति बुद्धिमानी र मानिस जति उत्तम प्राणीमा अरू कोही छ? त्यही मानिसमा कस्तो अबुद्धि देखिन्छ, त्यही मानिसमा कस्तो अज्ञान देखिन्छ होइन। त्यस कारण त्यस्तै भएको मान्नुहोस्, यो हाम्रो वेदमा कुनै कमी छैन, वेदमा कति पनि एक रति पनि कमी छैन, त्यो भगवानको नीतिमा कमी छैन, हाम्रो बुद्धिमा कमी भएको। हामीले अलिकति के गर्यौँ, हाम्रोमा 6 भएर कोही 6 भएर चुप लाएर बसेपछि भएको सिद्धिएको अरूले हामी चुप लाएर बस्यौँ, हाम्रो धर्म खोजी नीति गरेन, हाम्रो यहाँ छ भनेर हामी गमक्क परेर बस्यौँ होइन। हाम्रो चाहिँ फाइदा अरूले लियो, हाम्रो अन्त प्रचार भयो यहाँ भन्दा बेसी उहाँ जहाँ हुनु थियो त्यहाँ भयो। हाम्रो भगारिया धान भरि थियो, जसको थोरै थियो उसले मेहनत गरेर अरू धान चाहिँ उपलब्ध हामीले चाहिँ सिद्ध्याउँदै गयौँ भएको त्यही। अज्ञानको कारण हो, अज्ञानको कारण हामीले अलि राम्रो सम्बुझ्न सकेनौँ। यो विश्वमा बुझ्छ, किनभने यो यति ठुलो विधान, यति ठुलो चाहिँ महत्त्वपूर्ण कुरा छ वेद भनेको। यहाँ सारा संसारको यो संरचनाको, यो विश्व प्रकृतिको संरचनाको सारा कुरा छ त्यसमा। प्राणीलाई तपाईँको सारा यी चाहिँ सबैलाई चलाउने कुरा तत्त्व छ त्यहाँ। त्यो तत्त्व भनेको ज्ञान र विज्ञानको तत्त्व हो। त्यो दुईवटा तत्त्व बुझ्यो भने यसको विस्तार परमात्मालाई प्राप्त सोझै गर्न सकिन्छ भनेर भनेको कुरा हो। दुईटै हुनुपर्छ, दुईटै हुनुपर्छ, परमात्मा थाहा पर्छ, हाम्रो कार्य सिद्ध हुन्छ।
त्यस कारण उनीहरूले के गरे बुझे उनीहरूले हामी चाहिँ के गर्यौँ हाम्रो सरकार पनि त्यसकै भयो हाम्रो भावी हामीहरू पनि त्यस्तै भयौँ हाम्रो पिँढीहरू पनि त्यस्तै भएर गए र हाम्रो 2-4 पुस्ता यतादेखि बिग्रियो पहिले थियो राम्रो थियो अहिले पछि अलिकति बिग्रँदै आयो अथवा हामीहरू स्कुलमा पढ्ने कुरा चाहिँ यो जुन विदेशी भाषा आयो नि त्यसले गर्दा हामी पाठशालाबाट स्कुल खोलियो त्यहाँदेखि बिग्रियो भन्ने यहाँको भनाइ हो होइन त पाठशाला हुँदाखेरि वेद भागवतको अध्ययन हुन्थ्यो अहिले स्कुल भएपछि अङ्ग्रेजी शिक्षा लागू भयो अङ्ग्रेजी शिक्षा लागू भएपछि यता वेद कता हो भागवत कता हो होइन त्यो लगेर डालामा खोपामा राख्यो होइन त्यसको मेन कारण चाहिँ को हो त सरकार हो कि हामी हो कि विदेशी हो कि को हो त चाहिँ मनै हो भनेर भन्नुपर्छ गल्ती मैले नै गरेको भनेर भन्नुपर्छ म भनेको सर्वत्र हो त्यो मनै हो हामीले एउटा गल्ती बाटो बिराएका हौँ किनकि हामी हाई र लोही लोहीको पछि लाग्यो यथार्थमा हामी अब हाम्रो अहिंसा सुनिरता बाणी सत्यम शौचम दया क्षमा वर्णिनाम लिङ्गिनाम चाहिँ सामान्य धर्म उच्चते यस्तो धर्म छ कुनै वर्ण कुनै जाति कुनै सम्प्रदाय कुनै ठुलो सानो भन्दैन हाम्रो धर्म सबैलाई समान किसिमको यो गर कल्याण हुन्छ भनेर दिँदै भनेको यो गर्नुलाई हामीले के गर्यौँ यी कुराहरू छोडेर गयौँ धर्म गर्ने यी कुराहरू छोडेर गऱ्यौँ अनि त्यो धर्म सत्य भयो त्यस कारण त्यो सत्यको अलिकति सत्य हराउँदैन हटेको छैन सत्यलाई के ठेकिएको छ हामीले ठेक्दै गएका सत्यता थोरै छ अरू धेरै मैले धेरै थोरै सत्य गर्दैन बढ्दैन सत्यलाई थपिने मात्रै काम गरेको छ हामीले अज्ञानता हाम्रो त्यही हो त्यो अज्ञानले गर्दा हामीलाई त्यो चाहिने घटेको जस्तो लागेको हो घटेको छैन त्यो सत्यता प्रचार बाहिर नै हुनु पर्यो अमेरिका नै हुनु पर्यो बेलायत पनि हुनु पर्यो सबै राष्ट्र हुनु पर्यो त्यसमा हामी खुसी मान्नुपर्छ अरू राष्ट्र पनि हिन्दू राष्ट्र भए अरूले पनि हाम्रो वेद माने हाम्रो धर्म अनुकरण गर्यो भने हामी हाँस्नुपर्छ हामी नेपाली खुसी हुनुपर्छ तर उनीहरूको लैलैमा जानु भएन हामी हिँड्नु भएन हाम्रो जे छ त्यसलाई अझै हामीले छोड्नु भएन हामीले माथि लाँदै लानु पर्यो उनीहरूले पनि जब कि अनुसन्धान गर्नु हामी माथि के रहेछ तर उनीहरूले अनुसन्धान गरे हामीलाई गरौँ भनेर हामीले छोड्यौँ भने त्यो चाहिँ राम्रो भन्ने भनाइ हो यहाँको धन्य मैले चाहिँ हजुरको चाहिँ हाम्रो कुन टिभी हुनुहुन्थ्यो जय बागमती टिभीलाई हजुरको च्यानललाई अत्यन्तै यो मुक्तिनाथ क्षेत्रबाट घुम्दै आउनुभएको एउटा टिभीले आउनुभएको यो एउटा देशको एउटा माताको सेवा मातृभक्ति यही हो मान्छे खालि मायाबाट बोलेर मातृभक्ति पनि होइन त्यो हामीले सत्य शान्ति भनेर मायाबाट भनेर शान्ति पनि होइन सत्यलाई छोड्नु भएन कल्याण गर्नु पर्यो अनि मङ्गल चाहनु पर्यो बल्ल सत्य शान्ति आउँछ शान्ति नभने पनि शान्ति हुन्छ शान्ति भन्नै पर्दैन त्यसै हजुरहरूले गरेको जुन कार्य छ यसबाट धर्मको रक्षा होस् भन्न पर्दैन स्वयं रक्षा हुन्छ यसरी हो गर्ने यो हो हजुरले त्यो गर्नु भएको छ त्यस कारण म यो टिमलाई सबैलाई धन्यवाद कोटी कोटी साधुवाद छ जय श्री राम मेरो भगवान घर मेरो भन्छु के भन्दैछ त ओम नमः पार्वती पताय तन्मे मनः शिव संकल्पमस्तु यो मन पनि भगवान शिवलाई चढाइसकेपछि अब के बाँकी रह्यो होला होइन केही छ हाम्रो भगवान शिवले भित्र मनदेखि उहाँले चलाउनु भएको छ त्यसैले हाम्रो धन सम्पत्तिमा हामीले चाहिँ अहम गर्नु भनेको मूर्खता हो हामी तनहुँ जिल्लामा रहेको ब्यास नगरपालिकामा रहेको ब्यासको स्वयं सान्निध्यमा छौँ जहाँ भगवान ब्यासजीले 4 वेदको रचना गर्नुभयो र 18 पुराण ल्याउनुभयो र त्यस्तो दिव्य जहाँ बीज रोपिएको त्यही क्षेत्रमा छौँ यो गुफा हो ब्यास गुफामा छौँ हामीले विशेष गरेर यो धार्मिक यात्रा हामीले किन गरिरहेका छौँ र विभिन्न मठ मन्दिरको प्रचार किन गरिरहेछौँ भने पछिल्लो समयमा धर्ममा केही अधर्मीहरूले चाहिँ कुचेष्टा गरेको हुनाले हामीले चाहिँ नेपालमा रहेका धार्मिक क्षेत्रलाई चाहिँ प्रचार गर्नुपर्छ र विश्वभरि पुर्याउनुपर्छ भन्ने हाम्रो मान्यताका साथ हामी जय बागमती टेलिभिजन धर्म संस्कृति जोगाउनको लागि हामी अहिले नेपालका विभिन्न तीर्थटन गरिरहेका छौँ यो तीर्थटनको कर्ममा हामी अहिले ब्यास नगरपालिका ब्यास गुफाबाट यहाँहरू सबैलाई जय श्री राधे जय श्री सीताराम हजुरले हेरिसकेपछि कमसे कम एउटा वैदिक सनातनी धर्मावलम्बीहरूको विशेष धर्मको आधारमा हजुरले मानेर खास गरी यसलाई विश्वभरि पुर्याइदिनु होला सेयर गर्न नबिर्सनु होला किनकि हजुरलाई मैले देखेको छैन र हजुरले मलाई देख्नु भएको छैन तर माथिबाट उपरवालाले बनाउनेले चाहिँ यसले गर्यो कि गरेन यसको धर्म पुरा गर्यो कि गरेन
किनभने हजुरको पैसा पनि लागेन, त्यहाँ खर्च पनि लागेन, बस सेयर मात्रै गरिदिँदा अरूले संसारले हेर्ने भयो। किनकि यो ठाउँमा यस्तो रहेछ होइन, त्यसैले चिनाउनु पर्छ, परिचय देखाउनु पर्छ भनेर हामी लागेका हौँ। किनभने सबैले तनहुँ जिल्लामा आएर व्यास गुफामा आउन पनि सकिँदैन र कसैको चाहिँ बुढाबुढी हुनुहुन्छ, कसैको खर्च हुँदैन, विभिन्न समस्या हुन्छन्। त्यो समस्याको सावधान के हो त भनेदेखि यो क्षेत्रमा आएका केही व्यक्तिले आफ्नो सञ्चार माध्यम, फेसबुक सञ्चार माध्यमबाट त्यो क्षेत्रमा बस्ने मान्छेलाई चाहिँ पुर्याइदिनुपर्छ र उहाँ बसेर पनि उहाँले यो क्षेत्र चाहिँ व्यासजीले तपस्या गरेको, यहीँबाट 4 वेद उत्पादन भएको, 18 पुराण निर्माण गरेको यो क्षेत्र रहेछ नि त, दिव्य देश नेपाल रहेछ भनेर हामीले सम्झाउनुपर्छ र तिनीहरूले पनि सम्झिन्छन् र आउन सक्नेले आउँछन्, नआउने त्यहीँबाट हेर्छन् भन्ने मेन हाम्रो उद्देश्य हो। जय श्री राधे, जय श्री सीताराम। राधे 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 हजुर। कति मिनटको राधे साधु रामदेव पाण्डेज्यूलाई यहाँ हाम्रो स्वागत गर्ने गुरु हाम्रो अध्यक्षबाट स्वागत गर्नको लागि मैले आग्रह गरेँ। ल प्रभुजी, ल हजुरले गर्नुभएको सहयोगलाई धेरै धेरै धन्यवाद। यदि प्रसाद न्यौपाने जो आउनु त जो हाम्रो इन्द्रेणीमा धेरै कलाकारहरू खेल्नुहुन्छ, उहाँले त्यो नाच्नुहुन्छ, उहाँलाई पनि म चाहिँ यो चाहिने असाध्यै ठुलो चाहिने यो आइदिनु हो। भोला न्यौपाने भोलाजी आउनु पर्यो, कलाकारै हुनुहुन्छ उहाँ, एकदम वर्ष कलाकार। हामी केही सम्मान गर्न सक्दैनौँ प्रभु, यही आधार मात्र एउटा। त्यसपछि मेनुका अधिकारी काठमाडौँ, छोरी पनि कलाकारै हो। अनि वीरेन्द्र उप्रेती काठमाडौँ, फेरि पनि आउनु पर्छ। दिनेश कट्टेल बागमती तिमी हो, कट्टेल गुरु हाम्रो गुरु, उहाँ त सवारी होस्। यो हजुर त एकदम रुद्राक्षको आधार गर्ने व्यक्तित्वको हैसियतमा मैले राखेँ। त्यसपछि मधुसूदन गुरु पोखरा हुन्छ हुनु र मैले अब चाहिँ यो भाव अन्तिममा अन्तस्करणबाट प्रस्तुति भएर आउनुपर्छ। जुन दिन यो भावको विकास भयो त्यो दिन परमात्मा हामीलाई स्वतः सिद्धि हुन्छ। परमात्मा बाहिर खोजिने विषय होइन, भित्र अन्तस्करणमा रहन्छ। तीर्थाटनको महत्त्व हो के त भन्दा जहाँ परमात्माले विभिन्न प्रकारका अवतारहरू र विभिन्न प्रकारका लीलाहरू गर्नुभयो, ती ठाउँको अवलोकन गर्नाले हजुरहरू तीर्थ गइदिनाले त्यो तीर्थ बन्छ। त्यस कारणले आज हजुरहरूको भक्तहरूलाई हामीले यहाँ स्वागत सम्मान गर्न पायौँ, यो हाम्रो सौभाग्यको कुरा हो। हाम्रो वेदमा पनि मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेपछि चौथो नम्बरमा अतिथि देवो भव भनिन्छ। अतिथिलाई आज हजुरहरू बिना तिथि नहेरिकन यहाँ आउनुभएको हजुरहरूलाई सबैलाई यहाँ हाम्रो यो संस्थामा स्वागत छ। जस्तो पाइन्छ, जस्तो हामी धेरै सुख सुविधा दिन त सक्दैनौँ, जे जस्तो छ यसमा हजुरहरू सन्तुष्ट भएर जानुहुन्छ भन्ने विश्वास राख्दै बाबाले जुन गर्नुभएको छ एउटा नियम व्रत साधना, यसबाट चाहिँ हाम्रो पक्कै पनि परमात्मा एक दिन प्राप्त हुनुहुन्छ भन्ने विश्वास लिँदै अगाडि बढिरहेका छौँ। त्यस कारणले सबैले एकपटक महर्षि वेदव्यासको जयकारा बोलाम। महर्षि वेदव्यासजी महाराजको, पराशरजी महाराजको, सत्यवती माताको, गंगा आरतीको। आरतीको विशेषता के छ भन्दा तन्त्र यन्त्र मन्त्र साधनामा व्यास गुफामा छौँ होइन हामी, यहाँबाट जाउँ। जय श्री राम। जय श्री राधे, जय श्री सीताराम। जस्तै मनुष्यहरू जन्म भएर पनि ईश्वर भन्न जानेलाई ईश्वर भएको छ। श्रीराम राम रामेति रमे रामे मनोरमे सहस्र राम रामेति राम रामे श्री राम नाम बराते ओम नमः इति। जस्तै हामीले यो तनहुँ जिल्लामा रहेको व्यास गुफा
व्यासले तपस्या गर्नुभएको ठाउँमा आएर हामीले यो भिडियो बनाइरहेका छौँ। यो बागमती टेलिभिजन हेर्नुहोला भनेर सबैलाई अनुरोध पनि हामी गर्दछौँ। के को निमित्त भन्दा आउन नसक्नेहरूमा पनि ज्ञान प्राप्त होस्, यहाँ यस्तो रहेछ भन्ने कुरा होस्। आउन सक्नेहरू पनि यो प्रचारलाई थाहा पाएर आएर दर्शन पर्शन गर्नुहोस्। नेपालको धर्म संस्कृति रहिरहोस्, सधैँभरि रहिरहोस्, प्रचार भइरहोस्। हाम्रा देशमा भएका राज संस्थाले पनि देखोस्, यहाँको सहयोग, यहाँ कर्महरूको सहयोग पुर्याओस् भन्दै म मनोरी 3 घटनाबाट आएका वास्तविक अधिकारी यही नै अनुरोध गर्दछु। जय श्रीराम, जय श्री जय श्री राधा। पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगी ध्यानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथम्। अब यो के छ भने यो 82 साल जो नयाँ साल लागेपछि हामी तीर्थयात्रा गर्दै आयौँ। भगवान व्यासजीले सारा संरचनाहरू गर्नुभयो। हाम्रो देशमा रहेका नेता, सरकारमा बसेका सरकारले भगवानलाई जो यो यस्ता ठाउँहरूलाई लुप्त बनाइरहेको छ, हेरेको छैन, बाहिरी मात्रै देखाइरहेको छ। हामी सबैले यो प्रचार गरेर दिव्य देश यहीँबाट सुरु भएको 4 वेद 18 पुराण उहाँका हातले लेखेर वैभव गरेर हामीहरूलाई पढाउनु भएर छाड्नु भएको छ। हामी सबैले पढ्नु पर्दछ भनेर यही 2 शब्द राख्छु। जय श्रीराम, जय श्री राधे। यहाँबाट योबाट हो व्यास गुफा है। तनहुँ जिल्लामा रहेको व्यास गुफा हजुरले देख्न सक्नुहुन्छ। यहाँबाट भित्र पनि बस्न सकिन्छ, बाहिर पनि सकिन्छ। अनि यहीँबाट चाहिँ यो व्यास गुफा हजुरलाई देखाइरहेको छौँ। हामी तनहुँ जिल्लामा रहेको व्यास नगरपालिकामा व्यास गुफा हामी भित्र छौँ। योबाट बाहिर देखिन्छ, जसरी टर्च लाइट बाल्दाखेरि अँधारा उज्यालो देखिन्छ, त्यस्तै गरी यो व्यास गुफामा छौँ। जय श्री राधे। आइस म यहाँ हजुरले चाहिँ देखाउने मात्रै हो। यथा समाज यहाँ जय श्री राम, जय श्री राम, जय श्री राधा। हामी राधे कृष्ण, जय श्रीमन्नारायण। हामी तनहुँ जिल्लामा रहेको व्यास नगरपालिकामा रहेको जहाँ यो ओडार देख्नुहुन्छ हजुरले, र यो व्यासले तप गरेको ठाउँ र योग ध्यान तपद्वारा यहीँ बसेर वेद व्यासजीले 4 वेदको रचना गर्नुभयो र 4 वेदलाई पनि त्यसको गुदी भित्री अन्तराल झिकेर 18 पुराण निर्माण गर्नुभयो र यहीँबाट वेदको बीज रोपिएको थियो। अर्थात् यहाँबाट सुरु गरिएको अहिले संसारभरि फैलिएको छ। एउटा योगी, एउटा ध्यानी, एउटा व्यासजीले चाहिँ यो सारा सृष्टिको रचना गर्नु हो। तर त्यही रचनाबाट यो सृष्टि अहिले चलिरहेको छ। त्यो पनि नेपालको यो पवित्र तनहुँ जिल्लामा रहेको जसलाई व्यास गुफा भनिन्छ। र यो व्यास गुफामा हामी आइरहँदाखेरि हामीले के बुझ्नु पर्यो भने 4 वेदको रचना यहाँबाट भएको छ र 4 वेदलेबाट 18 पुराणको निर्माण गरिसकिएपछि हजुरहरूले भन्नेको मतलब यो संसार सृष्टि भयो। अहिले त्यही 4 वेदलाई चाहिँ 4 वेदको त्यो मूल मन्त्रलाई चाहिँ यो संसारभरि छरिएको छ अथवा त्यसका बीजहरू रोपिएको छ र त्यही बीज उम्रिरहेको छ। र सृष्टि हुनुभन्दा अगाडि, सृष्टिको निर्माण गर्नुभन्दा अगाडि वेदको वाक्यद्वारा वेदको रचना गरियो
र अहिले हामी नेपालीहरू भन्दा पनि विशेष गरेर जर्मन, अस्ट्रेलिया, क्यानाडा विश्वका वैज्ञानिकहरूले चाहिँ त्यो 4 वेदलाई चाहिँ उनले अनुसन्धान गरिरहेका छन् र हामीभन्दा कैयौँ गुणा उनीहरू अगाडि बढेर त्यो वेद व्यासलाई चाहिँ उनीहरूले अनुसन्धान गरिरहेका छन् र यस्तो पवित्र धाममा हामी आइसकेका छौँ र हजुरहरूले देख्न सक्नुहुन्छ यो गुफामा व्यासजीले चाहिँ तप गरेर 4 वेदको रचना गरेको यो पावन भूमिमा हामी छौँ र हामी अहिले खास गरेर मुक्तिनाथ हुँदै यहाँ आइपुगेका छौँ। हामी धार्मिक यात्रा छौँ। हाम्रो संस्कृति कला जोगिनुपर्छ, हाम्रा मठ मन्दिरहरूको संरक्षण हुनुपर्छ र त्यो नेपाल सरकारले गर्नुपर्छ, राख्नुपर्छ। हाम्रो सम्पदा, विश्व सम्पदाका सूचीमा त्यसलाई एकीकृत गर्दा नाम लेखाउनुपर्छ। यस्ता व्यास गुफाहरू, यस्ता गुफाहरूलाई हामीले संरक्षण गर्नुपर्छ र मात्रै हाम्रा अगाडि आउने हाम्रा छोराछोरी नातिले चाहिँ यो देख्न पाउँछन् कि हाम्रा पिताहरूले, पुर्खाहरूले यस्तो रचना गर्नुभएको रहेछ, यो आनन्दमय रचना भनेर उनीहरूले पनि हेरुन् र उनीहरूले पनि सिकुन् भन्ने हाम्रो मेन उद्देश्य हो। जय श्री राधे, जय श्री सीताराम, जय श्री राम। केही छ? के राम्रो छ? एकदम खुसी जय होस्। राम्रो छ। र यहाँहरू सबैले विशेष गरेर तनहुँ जिल्लामा रहेको व्यास गुफामा आउनु होला र यहाँ आएर कमसे कम एकछिन बिताउनुहोस् त कति आनन्द आउँछ। यस्तो पवित्र यो हामी देश, दिव्य देशमा छौँ। जय श्री राधे, जय श्री सीताराम। त्यसलाई बन्द गरेर माथिबाट छिरेर आउँ क्या हो? 4 वेदको रचना गरेको यो तपस्थली स्थानमा म आइरहेको छ। हजुरले देख्न सक्नुहुन्छ यो पावन भूमि विशेष गरेर विश्वमै पुर्याइदिनु होला। सबैलाई जय श्री राधे, जय श्री सीताराम। यस्तो छ, देख्न सक्नुहुन्छ। जय श्री राधे, जय श्री सीताराम। विशेष गरेर संसारभरि फैलाइदिनु होला। यो व्यास गुफामा हामी आएर धर्म संस्कृति कला बचाइराख्नुपर्छ भनेर आएका छौँ। जय श्री राधे, जय श्री सीताराम।